konnichiwa। आज फेरि गुम्बा केनको तोमियोकासीमा किखाई खाकोको मेसिन अपरेटरको लागि दान्सेको लागि काम आएको छ है। मैले योभन्दा अगाडि पनि पोस्ट गरेको थिएँ। त्यही काम हो, अझै बाँकी छ। सिगाचमा एकजनाले निम्सा गरिसक्नु भएको छ। यसको स्टार्टिङ स्यालेरी चाहिँ 21 मनदेखि हुन्छ। वर्षमा 2 पटक बोनस छ। अनि खाजेको त्यातै भनेर एकजना बराबर, फ्यामिलीको एकजना बराबर 5000 एन आउँछ। खाइकिन त्यातै भनेर हरेक महिना चाहिँ 5000 आउँछ। काम गर्ने टाइम चाहिँ डेमा हो, बिहानको 8 बजेदेखि बेलुका 5 बजीसम्म गर्नुपर्ने। वर्षमा 110 दिनभन्दा बढीको चाहिँ छुट्टी हुन्छ। हप्ताको 2 दिन चाहिँ खानजान छुट्टी हुन्छ। त्यो बाहेक चाहिँ गोल्डन विक, ओपन, नेन्माचुनेन्सीहरू चाहिँ छुट्टी हुन्छ। काम गर्नुपर्ने भनेको चाहिँ मिसिन अपरेटर भएर काम गर्ने हो। कस्तो सामान बन्छ भन्दा मेरो पछाडि यहाँ रकेटको फोटो देख्नु भएको छ होला होइन। यस्तै रकेटिकका सामानहरू भए, अनि अहिलेका चाहिँ जापानमा नयाँ नयाँ रोबोटहरू बनिरहेका हुन्छन्। रोबोटहरू भयो, गान्दामु भन्छ, त्यसको सामान भयो। अनि अहिलेका हाइड्रोलिक गाडीहरू भए होइन। ती खालको अलिकति चाहिँ कम्प्लिकेटेड मिसिनहरू हुन्छ नि, जसलाई नर्मली बनाउन सकिन्न। म यहाँ फोटोहरू हालिदिन्छु कस्तो कस्तो सामान बन्छ भनेर। त्यो खालको अलिकति चाहिँ अप्ठ्यारो, नर्मल्ली चाहिँ हातले बनाउन नसकिने मिसिन नै युज गर्नुपर्ने खालको सामानहरू बन्छ। त्यसको लागि चाहिँ मिसिन अपरेटिङ गर्ने हो। सामान बोकेर हिँड्नुपर्ने भारी कामहरू केही हुँदैन। बस्नको लागि रुमहरू पनि सस्तो सस्तै छ त्यहाँ वरिपरि चाहिँ। 3 मन 3.5 मनमा फ्यामिली बस्न मिल्ने खालको रुमहरू पाउँछ। त्यो भएको हुनाले गर्न चाहनुहुने इन्सान बराबरको भाषा बोल्न सक्ने दान्सेहरू कोही हुनुहुन्छ भने 396 कोड नम्बरमा मलाई फेसबुकमा रेन्डर गर्नु होला है त। रेन्डर मात्रै मास।